सम्पूर्ण देश तथा विदेशबाट यस भिडियो सन्देशलाई हेरिराख्नुहुने तपाईं सम्पूर्ण लोकतन्त्रवादी आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक स्वागत गर्न चाहन्छु। मुलुकमा पञ्चायत कालदेखि नै लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकार र मानव अधिकारको माग राख्दै मुलुकमा व्याप्त रहेको बेरोजगारी, महँगी, भ्रष्टाचार, नेपाली जनतामाथि हुने विभिन्न किसिमका दमन, शोषण, अन्याय, अत्याचारको विरुद्धमा मंगोल नेशनल अर्गनाइजेशन स्थापना कालदेखि आज पर्यन्त संघर्षरत रहिराखेको कुरा यहाँहरु सबैलाई सर्वविदितै छ। मुलुकमा पछिल्लो समयको बढ्दो भ्रष्टाचार, महँगी, बेतिथि मौलाएर चरम उत्कर्षमा पुगिसकेको थियो। नेपाली जनताहरू गर्की मर्क अवस्थामा पुगिसकेको थियो। यसका लागि मुलुकमा आमूल परिवर्तनको निम्ति एउटा सशक्त क्रान्तिको आवश्यकता भइसकेको थियो। ढिलो छिटोको कुरा मात्रै थियो। यति बेला त्यो क्रान्ति सफल भएको छ। 2082 भदौ 23 गतेदेखि मुलुकमा व्याप्त रहेको भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धकको विरोधमा जेनजीका समूहहरूले आन्दोलन सुरु गरेका थिए। उक्त आन्दोलनको क्रममा जेनजीका युवाहरू र कयौं प्रहरीहरूले ज्यान गुमाउनु परेको घटनाप्रति मंगोल नेशनल अर्गनाइजेशन दुःख व्यक्त गर्दछ। उक्त आन्दोलनको क्रममा मृत्यु भएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारहरूमा गहिरो समवेदना प्रकट गर्दछौं भने घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौं। जुनसुकै सरकारले पनि इन्टरनेट र टेक्नोलोजीको यो युगमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर जान खोज्नु भनेको अभिव्यक्ति स्वतन्त्रतामाथि कुण्ठित गर्दै लोकतन्त्रको उपहास गर्दै यो विकसित विश्व र विकसित समाजमा रहेका बृहत्तर नेपाली नागरिकहरूलाई पुरानै दिशातर्फ उन्मुख गराएर निरङ्कुशता लाद्न खोज्नु हो। जुन रवैयाको कारणले गर्दा यस्ता घटनाहरू घट्नु अस्वाभाविक ठान्न सकिँदैन। यसर्थ यो क्रान्ति र घटना पश्चात निर्माण हुने अन्तरिम सरकार होस् अथवा त्यो भन्दा पछि आउने कुनै पनि सरकार नै किन नहोस्, अग्रगामी सोच राखेर विकल्पहरू दिएर जानुपर्ने हुन्छ भने बृहत नागरिकहरूको अगाडि सृजनात्मक रूपमा प्रस्तुत हुन जरुरी छ। आमूल परिवर्तनका खातिर मुलुकमा नयाँ उद्योग धन्दा, कल कारखानाहरू खोल्दै नयाँ संरचना निर्माण गरेर कृत्रिम बेरोजगारीको अन्त्य गरी स्वरोजगारीको ग्यारेन्टी गर्दै जानुपर्ने हुन्छ, जसले बृहत नेपाली नागरिकहरूलाई सरकार प्रति आफ्नो विश्वास बढ्ने वातावरण सृजना गर्न सकियोस्, न कि लामो संघर्ष र बलिदानबाट हासिल भएको ऐतिहासिक उपलब्धिहरूलाई नजरअन्दाज गर्दै मुलुकलाई पुरानै दिशातर्फ फर्काउने भूल गर्नु हुँदैन। यसकारण यो क्रान्ति केवल रेजिम चेन्ज अर्थात सत्ता परिवर्तनको लागि मात्र नहोस्, बृहत नेपाली नागरिक र मुलुकको लागि आमूल परिवर्तनको खातिर होस्। यहाँहरु सबैलाई धन्यवाद। जय मंगोल।